हेलो हेलो नमस्कार। आज हामी अब मुक्तिनाथ दर्शनको लागि जमसङ बसेको थियौँ, जमसङबाट हिँड्यौँ। अब मुक्तिनाथको मन्दिरको पार्किङसम्म आइसक्यौँ हामी। यो मुक्तिनाथ दर्शन गर्न जानेको यो पार्किङ हो। कोही घोडामा जान्छन्, कोही डोलीमा जान्छन्। त्यो ठाउँ चाहिँ यो रहेछ, डोली लाने। यदि यो मुक्तिनाथ दर्शन गर्न जाँदाखेरिको यो दृश्य हो। यस्तो राम्रो हिमाल पहाड सबै देखिने। बाटो त अहिले राम्रै भएको रहेछ र धेरै टाढा टाढाबाट आउनुभएको यो बाबा आमाहरू चाहिँ धेरै हुनुहुन्छ। खास आज चाहिँ म माता तीर्थ औँसीको दिन परेछु अनि लाग्यो यो मुक्तिनाथ मन्दिरको गेटबाट अगाडि हेर्दा यो सिँढी थोरै थोरै लाग्छ, तर लेक लाएर होला हल्का गाह्रो हुने। गाह्रो त गाह्रै भयो। अब धेरै जस्तो बाबा आमा हुनुहुन्छ, मलाई नि गाह्रै भयो अनि हिँड्नलाई चाहिँ अलिक गाह्रो गाह्रो भएर हिँडेँ। तर यो तीर्थ व्रत यो भन्ने कुरा चाहिँ अहिले बेलैमा जानुपर्दो रहेछ। बुढेसकालमा चाहिँ साह्रै गाह्रो हुँदो रहेछ। त्यसैले सम्झेर पनि आफ्नो बाबाआमालाई यस्तो ठाउँमा लानुहुन्छ भने कृपया अलि उमेर बेलैमा सक्ने बेलैमा लिएर जानुहोला र आमाबा पनि अलि सक्ने बेलैमा जानुहोला। अब यसरी यहाँसम्म आए, मन्दिरको छेउमै आइसक्यौँ हामी। कोही पूजा गरेर फर्किसक्नुभयो, हामी यहाँ जाँदैछौँ। अब उहाँ गइसकेपछि के हुन्छ त हेरौँ। यसरी बाबा आमाहरू झोला बोकेर हिँडेर जाने ठाउँ हो। हिँडेरै जानु पर्यो, आफ्नो झोला बोक्नै पर्यो, लेक लाग्ने बेला बेलामा। त्यही भएर धर्म कर्म गर्ने कुरा बेलैमा गर्नुपर्दो रहेछ। उमेर हुँदै मात्र गाह्रो। अब 108 धारामा नुहाउनु पर्यो भनेर यसो बसेको, यहाँ त कति धेरै प्याक। त्यो पनि नुहाउनु पर्यो हाटेर आएपछि। अब कसैले अब नुहाउन नसक्नेहरूले टाउकोमा त्यही पानी 108को धारा नुहाउँदै जानुहुन्छ अनि बोतलमा पानी भरेर लानुहुन्छ गङ्गाजलको रूपमा। अनि हामी चाहिँ अब नुहाउन सक्नेहरू यसरी नुहाइन्छ अनि नुहाइ खरररररररर अरू बेला खररररर दौडेर नुहाइन्थ्यो, देख्थेँ अरू भिडियोहरूमा। तर आज चाहिँ माता तीर्थ औँसी परेकोले अलिक प्याक भएर बेला बेलामा अब त्यस्तै हो। के भएर अगाडिको मान्छे अलिकति रोकिएपछि रोकिदिनु पर्ने। खासै चिसो त लागेको थिएन, ठिकै थियो। अनि यसरी नुहाउँदै नुहाउँदै म पनि निस्केँ। अब 108 धाराको यो डोलको हो, यो मुक्तिनाथको 108 धारा हो। यसरी नुहाउँदै 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 सबैजनालाई कोही पानी थाप्ने, कोही टाउकोमा भर्ने गर्दै 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 निस्क्यौँ हामी। अब भान्जी चाहिँ